सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा विनिता कुमारी यादव। प्लिज तपाईहरु हेरेर यस्तो सब्स्क्राइब गरिदिनु होला। आज म तपाईलाई भ्यू देखाउँदैछु कुबेत सिटीको। जस्ट म गाडीबाट झरेको। अब म तपाईको रुम जान लागेको हैन। रुम जाने बेला मलाई पहिला यो सानो बाटो क्रस गर्नुपर्छ। मैले अब यो सानो बाटो क्रस गर्दैछु है गाइज। अब यो बाटो क्रस गरेर यो पछाडीको भ्यू हेर्न सक्नुहुन्छ। तपाईको त्यो सेतो सेतो गाडी जुन लाइन लागेछ नि त्यो हजुरको ट्राफिक जाम छ हैन। प्राय तपाईको बेलुकाको टाइममा चाहिँ प्राय ट्राफिक जाम हुन्छ हैन। अनि यो जुन छ नि यो साइडमा यो तपाईको पार्किङ एरिया हो। यो पार्किङ एरियामा हजुरको अहिले चाहिँ खासै धेरै गाडी छैन, अलिक छिनमा गाडी हुन्छ। अनि जुन यो व्हाइट कलरको डब्बा पुल हेर्नुहुन्छ नि यो पुल भनेको तपाईलाई हाम्रो सेफ्टीहरुको लागि बनाएको छ हैन। कतिपय मान्छे बाटो क्रस गरेर जान्छ तर बाटो क्रस गर्नु हुँदैन। तपाईको त्यो पुल पर चाहिँ चढेर जानुपर्छ हैन। यो चाहिँ अहिले बेलुकाको समय भएर घाम कस्तो मिठो लागेको छ। अब म सिडी चढ्दैछु गाइस। तपाईको सिडी चढ्दाखेरि यस्तो थाकिन्छ नि, तर जे होस् सिडी चढ्न पनि मजा लाग्छ हैन। अब म हजुरको सिडी चढ्दैछु हैन। सिडी चढ्दै पनि म यस्तो ब्लग बनाउँदै चढ्दैछु। मलाई खुसी लाग्छ जे होस् हैन। तपाईलाई म इन्फर्म दिँदैछु कुबेतमा के कस्तो छ। कुबेत एकदम राम्रो ठाउँ छ। तपाईलाई थाहा छ यहाँ तर बिल्डिङ कति चाँडै बन्छ नि। त्यो जुन लामो बिल्डिङ जुन छेउमा छ अहिले म देखाउँछु तपाईलाई। त्यो बिल्डिङ चाहिँ 1 वर्षमै बनेको। 1 वर्षमा यति ठुलो बनेको। त्यो म्याक्सिमम तपाईको कति 35 तल्ला छ। त्यसमा एकदमै धेरै राम्रो छ। अनि तपाईको यो जुन छ नि यो बाटोको चाहिँ हेर्नु कस्तो राम्रो छ। अब यो चाहिँ गेट छ हैन, तर धेरै घाम भएको बेला यो खोल्न सकिँदैन, लास्टै हिट हुन्छ। अनि तपाईको छेउमा लिफ्ट हो बिग्रेको छ। अनि यो हेर्नु न रातको बेला कस्तो डर लाग्छ, तर यहाँ चाहिँ डराउनु पर्दैन किनभने कुबेतमा एकदम सेफ्टी छ हैन। एकदम राम्रो छ। त्यस्तो खासै डर लाग्दैन। हामीहरु पहिला प्राय ड्युटीबाट 12 बजे 1 बजेतिर फर्किन्छौँ। त्यस्तो खासै केही हुँदैन। अनि यहाँ हेर्नुहुन्छ अहिले खाली छ। अनि म एक्लै गइरहेको छु र त्यो छेउमा चाहिँ एउटा भाइ बसेको छ। तपाईलाई एकदमै धेरै राम्रो छ जोस्। तर गर्मीमा चाहिँ यहाँ अलि गर्मी हुन्छ हैन, नत्र अरू बेला त एसी हुन्छ। यो हजुरको लिफ्ट चाहिँ बिग्रेको छ अनि त्यसैले हिँडेर जानु परिरहेछ। यो लिफ्ट बिग्रेकोले गर्दा अलिकति हिँड्नुपर्छ, कष्ट गर्नुपर्छ, त्यति हो। जस अलिअलि एक्सर्साइज हुन्छ। म बडी मोटी हुन लागेको छु नि त त्यसैको लागि। अनि अब तपाईको यसरी त्यो जुन पर हेर्दै हुनुहुन्छ नि त्यो बस स्टपमा म यही प्राय चढ्छु हैन गाडी अफिस जानको लागि। यो रुखमा आएर हामी उभिरहेको क्या। जे होस् लास्टै गर्मी हुन्छ नि त। तराई भन्दा पनि बढी गर्मी छ नि त यहाँ, किनभने मरुभूमि हो नि त त्यसैको लागि। जे होस् रमाइलो छ। अब नेक्स्ट कुरा म अर्को भिडियोमा भन्छु ल के कस्तो छ भने।